यो फुलको नाम पियोनिज हो है। यसको थुप्रै भेराइटिजहरू हुन्छ। मेरो चाहिँ सारा बेर्नार्ड भन्ने परेछ। अनि मैले हिजो यसको भिडियो हालेको थिएँ, सबैजनाले मन पराइदिनु भयो, धेरै धेरै धन्यवाद। अनि कहिले रोप्ने, कहाँ पाउँछ भनेर सोध्नु भएको थियो होइन। अनि यो फुललाई चाहिँ युकेमा अटमको बेलामा रोपिन्छ होइन। अनि यस्तो समरको बेलामा फुल्ने हो, तर रोप्ने बित्तिकै फुल्दैन, अलि 1-2 वर्ष मौका दिनुपर्छ। प्लान्ट मेच्योर भएपछि अनि फुल फुल्छ। जति पुरानो भयो उति धेरै फुल्दै जान्छ है। अनि यसलाई चाहिँ अटममा हाम्रो युकेमा चाहिँ यस्तो प्लान्ट सपहरूमा, होम बेसहरूमा, अनि द रेन्जमा यसको चाहिँ यसलाई चाहिँ हामीले बिउबाट पनि उमार्न सकिन्छ अनि जराबाट पनि उमार्न सकिन्छ कि। यसको चाहिँ जराहरू किन्न पाउँछ, प्लास्टिकको प्याकेटमा हुन्छ। अनि जरा ल्याएर रोप्ने हो, मैले पनि त्यसै रोपेको हो। बिउबाट पनि रोप्न सकिन्छ। फुल फुलिसकेपछि अनि त्यसको त्यो पटहरूमा बिउ लाग्छ, अनि त्यो बिउलाई निकाल्ने, अनि हामीले बिउबाट पनि उमार्न सकिन्छ। तर बिउबाट उमारेको चाहिँ 6-7 वर्ष लाग्छ अरे फुल फुल्नको लागि के, मेच्योर हुनको लागि है। अनि यो फुल चाहिँ हामीले यसरी गार्डनमा आफैले फुलाएर होइन, अनि काटेर पानीमा राखेर घरभित्र सजाउन सकिन्छ। अनि गार्डनमा नै फुल्न दिए पनि हुन्छ। यस्तो राम्रो फुल छ, हेर्नुहोस् न, हजुरले पनि ट्राई गर्नुहोस् है त।